हजुर नमस्ते नमस्कार भन्न चाहन्छु सम्पूर्ण फेसबुक हेरेर बस्नुभएका सम्पूर्ण इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण फेसबुक आइजहरूलाई हृदयदेखि नमन भन्न चाहन्छु। आज हामीमा आज एकजना यस्तो व्यक्तित्वशाली एकदम प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ। तपाईहरुलाई मैले एकछिनमै देखाउने छु उहाँको एकदम प्रतिभा के छ कस्तो छ। तपाईहरुले धैर्यताका साथ सुनेर लाइक शेयर कमेन्ट गरिदिनु होला, साथ दिनु होला उहाँलाई भन्न चाहन्छु। अनि त्यसैगरी ठ्याक्कै उहाँसँग छोटो मिठो बसाइमा एउटा कुराकानी गरौँ। अहिले हामी हैदराबादको यो एउटा गार्डनमा छौँ। यो ठ्याक्कै यो गार्डनको नाम चाहिँ थाहा भएन, हामी नयाँ मान्छे हो यहाँ आएको, त्यतिकै अब एउटा इन्टरभ्यू लाग्नु पर्यो। उहाँको एकदम प्रतिभा छ भन्ने सुनेर यहाँसम्म आइपुगेका छौँ। त्यसैगरी उहाँ हुनुहुन्छ हामी माझ अहिले, उहाँसँग छोटो मिठो कुराकानी गरौँ त्यही हाम्रो एकदम सुमधुर बसाइमा। हजुर नमस्कार, मेरो नाम चाहिँ रामबहादुर परियार हो। मेरो घर चाहिँ बिजौरा 4 चौकिनेमा पर्छ, सुर्खेत स्थित हैन। म चाहिँ कामको सिलसिलामा भारतको हैदराबादमा छु। अब बाध्यताले भनौँ या रहरले भनौँ हैन, थोडा बहुत गाउने कला छ। पत्रकारज्यू मलाई खोज्दै यहाँसम्म आइपुग्नु हो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म चाहिँ थ्याङ्क यू। प्रतिभा तपाईहरुमा केही समयपछि सुनाउँदैछु। ल कस्तो प्रतिभा छ हजुरसँग, हजुरभित्र लुकेको एकदम प्रतिभा सुन्नलाई धेरै आतुर छन् मान्छेहरू है। ल सर सुनाइदिनु होला आफ्नो एकदमै सुमधुर स्वरमा। चल्दो रहन्छ मायाले घर रुँदै बाटो छेक्ने काम नगर कपालु कोरेर कसरी जानियो मायालाई छोडेर। मायाले घर रुँदै बाटो छेक्ने काम नगर कपालु कोरेर कसरी जानियो मायालाई छोडे। एकदम मिठो गीतको लागि है।